यसलाई एउटा रड हो भन्ने इमेजिन गरौँ। रड युनिफर्म रड कति बेला हुन्छ, कति बेला भनिन्छ यसलाई युनिफर्म रड भने यसमा सबैतिर मास सबैतिर इभनली डिस्ट्रिब्युट भयो, सबैतिर मास इभनली डिस्ट्रिब्युट भएको छ, सबैतिर बराबर छ, इक्वल विड्थको छ, इक्वल ब्रेथको छ, इक्वल विड्थको छ भने यसलाई हामी युनिफर्म रड भन्ने भन्छौँ है त। यो युनिफर्म रडमा यसमा मुभमेन्ट रोटेसनल मुभमेन्ट धेरै तरिकाले आउन सक्छ। जस्तो मैले यो बीचबाट घुमाएँ भने यसरी आउन सक्ने भयो रोटेसनल मुभमेन्ट, वा चाहिँ नि यसलाई मैले बेस मानेर यहाँबाट घुमाएँ भने यसरी पनि रोटेसनल मुभमेन्ट आउन सक्ने भयो यसरी, अथवा यहाँबाट लिएर पनि यसरी पनि रोटेसनल मुभमेन्ट ल्याउन सकिने भयो, यहाँबाट लिएर पनि ल्याउन सकिने भयो, यहाँबाट पनि ल्याउन सकिने भयो। यो जुनलाई मैले बेस मानेर घुमाएको हुन्छु नि, जस्तो यसलाई मैले बेस मानेर घुमाउँदा यो मेरो एक्सिस भयो क्या, यहाँनिर एक्सिस भयो। त्यस्तै मैले बीचबाट यसरी घुमाएँ भने यसरी घुमाउँदाखेरि यो बीचको चाहिँ एक्सिस भयो, सेन्टरमा चाहिँ एक्सिस हुने भयो। हो हामी यही युनिफर्म रडको मोमेन्ट अफ इनर्सियाको बारेमा पढ्छौं। धेरैवटा तरिकाले यसमा रोटेसनल मुभमेन्ट ल्याउन सकिन्छ, धेरैवटा तरिकाले आउन सक्छ, धेरैवटा एक्सिसबाट आउन सक्छ। तर हामीले यहाँ मेनली चाहिँ दुईटा मात्रै पढ्छौं। दुईटा के पढ्छौं त भन्दा सेन्टरबाट यसरी घुमेको वाला पढ्छौं एउटा, यसरी सेन्टरबाट घुम्ने वाला, र अर्को भनेको चाहिँ यो कुना वा यो कुना अथवा यो कुनाबाट चाहिँ कुनालाई चाहिँ एक्सिस मानेर, जस्तो यसलाई एक्सिस माने भने कसरी घुम्ने भयो, यसरी घुम्ने भयो, यसरी घुम्ने भयो है त। हो यो दुईटा केसहरू हामी यहाँ पढ्छौं। ल अब पहिलो केसलाई हेरौं। यसमा चाहिँ मोमेन्ट अफ इनर्सिया अफ अ युनिफर्म रड, जहाँ चाहिँ एक्सिस कहाँबाट पास भएको छ त भन्दा एक्सिस चाहिँ सेन्टरबाट पास भएको हुन्छ है। यसमा मैले एउटा युनिफर्म रड लिएँ, यो मेरो युनिफर्म रड भयो, यसलाई मैले एबी भने युनिफर्म रड, अनि यसको यहाँबाट चाहिँ एक्सिस पास भएको छ यसरी, एक्सिसलाई मैले वाई ड्यास भने, र यो यस्तो किसिमको रोटेसन छ भनेर देखाएँ मैले यसलाई है त। अब यसमा पहिला एउटा कुरा बुझ्नुपर्ने कुरा के छ त भन्दाखेरि, मैले युनिफर्म रडको बारेमा अहिले भर्खर अगाडि पनि कुरा गर्यौं हामीले। युनिफर्म रड भनेको चाहिँ मास इभनली डिस्ट्रिब्युट भएको रड हो। त्यसको अर्थ बुझौं यहाँनिर पहिला। 10 केजी सपोज यो रडको लेन्थ चाहिँ सपोज एकछिनलाई 10 मिटर छ भने 10 मिटरको लेन्थमा यसको मास चाहिँ 20 केजी छ भन्नुको अर्थ के हो त भन्दाखेरि हरेक मिटरमा मास बराबर डिस्ट्रिब्युट भएको छ भने त्यसलाई युनिफर्म भनिन्छ। 10 मिटरमा 20 केजी मास छ भने 1 मिटरमा कति मास होला त? 1 मिटरमा त 20/10 मास होला। 20/10 केजी भनेको 2 केजी होला। भन्नुको मतलब के हो? 1 मिटरमा 2 केजी, 2 मिटरमा 4 केजी, 3 मिटरमा 6 केजी, 4 मिटरमा 8 केजी गर्दै गर्दै 10 मिटरमा चाहिँ 20 केजी मास भएको होला। भनेपछि सपोज x मिटरमा चाहिँ कति मास होला त यसको? x मिटरमा भनेको 2x केजी मास होला हैन? हो यो पार्टलाई बुझ्ने, यसलाई मजाले बुझ्ने। यहाँबाट के कुरा थाहा हुन्छ भन्दाखेरि हामीले मास पर युनिट लेन्थ भनेको 1 मिटरमा युनिट लेन्थमा कति मास पर्छ भन्ने कुरो निकाल्नलाई के गर्नुपर्छ त? मासलाई लेन्थले डिभाइड गर्नुपर्छ भन्ने कुरा बुझ्ने। भनेपछि यहाँबाट के कुरा बुझियो? मास पर युनिट लेन्थ भनेको चाहिँ मास पर युनिट लेन्थ भनेको के हुन्छ रे? मास बाई लेन्थ हुन्छ भन्ने कुरो बुझिराख्ने पहिला है त। अब बाँकी यसमा पहिला लेख्नुपर्ने कुराहरू त लेखिहालिन्छ। लेट अस कन्सिडर अ युनिफर्म रड। एउटा युनिफर्म रड छ एबी हुज मास इज एम एन्ड लेन्थ इज एल द्याट रोटेट्स अबाउट एन एक्सिस वाई ड्यास भन्ने एक्सिसमा रोटेट भइरहेको छ। द एक्सिस पासेस थ्रु इट्स सेन्टर भन्ने कुरा लेख्न सकिहालिन्छ। त्यही भएर मैले चाहिँ डाइरेक्ट यसबाट गराउन थालेँ है त। मास पर युनिट लेन्थ इज इक्वल टु एम बाई एल भनेर हामीले लेख्छौँ। अब यसको मोमेन्ट अफ इनर्सिया निकाल्नलाई हामी के गर्छौं त भन्दा यो रडको एउटा सानो एलिमेन्टल मास लिन्छौं, एउटा सानो पार्ट लिन्छौं। यहाँनिर यो सानो पार्टलाई मैले डीएम भन्ने यो सानो पार्टलाई यसको लेन्थ चाहिँ डीएक्स छ भन्ने अज्युम गरे है त। डीएम भन्ने एउटा मास लिए, त्यसको लेन्थलाई डीएक्स भने, एन्ड द्याट मास इज एक्स मिटर अवे, एक्स मिटर पर छ भन्ने अज्युम गरे मैले। यो चाहिँ एक्स मिटर पर छ भन्ने अज्युम गरे। अब अघि हाम्रो कुरो के भइसकेको छ भने यसको टोटल लेन्थ भनेको एल हो, टोटल लेन्थ एल हो। अब यो सेन्टरबाट एक्सिस गएको छ भने यो एक्सिस भन्दा यतापट्टि l/2 हुन्छ र एक्सिस भन्दा उतापट्टि चाहिँ l/2 हुन्छ। यो जुन हाम्रो मास छ यो चाहिँ x मिटर पर छ है। यो मास चाहिँ x मिटर पर मात्रै छ। अब त्यसो भए मैले मोमेन्ट अफ इनर्सिया निकाल्नु पर्यो। मोमेन्ट अफ इनर्सिया भनेको त के हो? मास इन्टु लेन्थको स्क्वायर हो। मास इन्टु लेन्थ भन्नाले के अरे डिस्टेन्स फ्रम द एक्सिस बटको उसको डिस्टेन्स को स्क्वायर हो मोमेन्ट अफ इनर्सिया भनेको त। भनेपछि मोमेन्ट अफ इनर्सिया कसको? इनर्सिया अफ द
एलिमेन्टल मास, त्यो सानो मास जुन थियो एलिमेन्टल मास डीएम को मोमेन्ट अफ इनर्सिया भनेको के हो त भन्दा उसको मास कति छ इन्टु उसको मास कति छ इन्टु उसको डिस्टेन्स फ्रम दी एक्सिस कति छ त्यसको स्क्वायरले मल्टिप्लाई गर्ने हो मैले। पहिला अब यसको मास कति रहेछ हेरौं। यदि पर युनिट लेन्थमा चाहिँ मास m/l हुन्छ भने यसको लेन्थ भनेको त dx मात्रै हो। त्यसो भए यो मास अफ दैट स्मल एलिमेन्ट मास अफ स्मल एलिमेन्ट डीएम त्यसको मास भनेको के हुन्छ त भन्दा m/l इन्टु dx हुने भयो। उसको लेन्थ dx र मास पर युनिट लेन्थ m/l हैन। यो दुईटालाई मल्टिप्लाई गर्यो भने यो चाहिँ उसको मास आयो भनेपछि उसको मास के रहेछ रे m/l इन्टु dx चाहिँ उसको मास रहेछ इन्टु यसको डिस्टेन्स फ्रम दी एक्सिस भनेको के हो डिस्टेन्स फ्रम दी एक्सिस यसको x हो त्यही x को स्क्वायर हुने भयो। अब भनेपछि यसलाई कसरी लेख्न मिल्यो भने mx² l dx यसलाई लेख्न मिल्यो। अब मैले यहाँसम्ममा के गरे त भन्दाखेरि यो सानो एउटा एलिमेन्टल मास जुन छ यो सानो एउटा एलिमेन्टल मास यसको मैले मोमेन्ट अफ इनर्सिया निकाले। अब त्यो सानो एलिमेन्टल मासको मोमेन्ट अफ इनर्सियालाई मैले इन्टिग्रेट गरिदिए भने इन्टिग्रेट कहाँदेखि कहाँसम्म गर्ने ए देखि बी सम्म इन्टिग्रेट गरे भने टोटल रडको मोमेन्ट अफ इनर्सिया आउने भयो। मैले निकाल्नु पर्ने त्यही हो भनेपछि अब के गर्नु पर्यो त भन्दा यसलाई इन्टिग्रेट गरिदिनु पर्यो। यसलाई चाहिँ इन्टिग्रेट गर्नु पर्यो भनेपछि टोटल मोमेन्ट अफ इनर्सिया अफ द रड को I इज इक्वल टू त्यसलाई I ले डिनोट गरे I इज इक्वल टू के रहेछ त त्यो जुन छ नि मेरो mx² l dx यसैलाई मैले इन्टिग्रेट गर्ने हो। इन्टिग्रेट कहाँदेखि कहाँसम्म गर्ने त भन्दाखेरि ए देखि बी सम्म इन्टिग्रेट गर्ने हो। अब यो ए भनेको यसलाई मैले एक्सिस माने भने यो पोइन्टलाई मैले ओरिजिन भने ओरिजिन भन्दा यतापट्टि एक्स के हुन्छ नेगेटिभ एक्सिस भयो नि त। यो त एक्स को नेगेटिभ एक्सिस हो यो भनेको एक्स को पोजिटिभ एक्सिस हो। एक्स को नेगेटिभ एक्सिस भएकोले गर्दाखेरि मैले यसलाई के भन्नुपर्छ -l/2 र यसलाई के भन्नुपर्छ l/2 भन्नुपर्छ भनेपछि कहाँदेखि कहाँसम्म इन्टिग्रेट गर्ने हो -l/2 बाट l/2 सम्म इन्टिग्रेट गर्ने हो। मैले यसलाई कहाँदेखि कहाँसम्म इन्टिग्रेट गर्ने -l/2 बाट l/2 सम्म इन्टिग्रेट गर्ने। इन्टिग्रेट गर्दा त्यो मास पनि कन्स्ट्यान्ट हो केही फरक परेन लेन्थ पनि कन्स्ट्यान्ट हो केही फरक परेन। इन्टिग्रेट कसको मात्रै हुने भयो त इन्टिग्रेट चाहिँ त्यही एक्स स्क्वायर मात्रै इन्टिग्रेट हुने भयो। एक्स स्क्वायर को इन्टिग्रेसन के हुन्छ हामी सबैलाई थाहा छ। इन्टिग्रेसन भनेको के हो पावरलाई 1 बढाउने त्यही बढेको पावरले डिभाइड गर्ने हैन यति त हो नि हैन। यो इन्टिग्रेट भयो। अब तर यसमा चाहिँ हामीलाई रेन्ज दिएको छ नि त यसरी -l/2 देखि l/2 सम्म जानुपर्ने छ भनेपछि यसमा के गर्छौं त हामी एकचोटी x को ठाउँमा l/2 हाल्छौं भनेको x³/3 भनेको l/2 को क्यूब/3 हुने भयो माइनस अर्को चोटी -l/2 हाल्छौं -l/2 को क्यूब/3 हुने भयो। यो त्यसो गर्दा हाम्रो यहाँ के आउँछ त भन्दाखेरि यो m/l त m/l नै रह्यो m/l को m/l नै भयो। l/2 को क्यूब भनेको l³/8 हुन्छ l³/8 यो तलको 3 ले त्यही 8 लाई मल्टिप्लाई गर्छ 8 × 3 गर्दा भइहाल्यो माइनस l/2 को होल क्यूब -l/2 को होल क्यूब भनेको -l³/8 भयो तलको 3 ले तलै मल्टिप्लाई गर्ने भयो। त्यसो गर्दा यो हामीसँग के हुन्छ m/l अनि माथिपट्टि पनि l³ माइनस इन्टु माइनसले प्लस हुन्छ l³ + l³ 2l³ भयो तलपट्टि दुईटैको 24 भएकोले गर्दा सिधै जोड्न मिल्यो। त्यसो गर्दाखेरि अब यो l³ र यो एउटा जाने भयो यहाँ स्क्वायर बच्ने भयो 212 टाइम्स यो हुने भयो भनेपछि ml²/12 चाहिँ हाम्रो युनिफर्म रडको मोमेन्ट अफ इनर्सिया हुने रहेछ। कुन केसमा when the axis is passing through the center एक्सिस चाहिँ परपेन्डिकुलरली सेन्टरबाट पास भएको बेलामा चाहिँ ml²/12 हुने रहेछ। ल अब अर्को केस पनि हेरिहालौं। अर्को केसमा के हुने भयो त युनिफर्म रड त्यही हो हाम्रो युनिफर्म रड यसको एक्सिस चाहिँ अघि एक्सिस सेन्टरमा थियो अहिले एक्सिस चाहिँ कुनै एउटा एन्डमा यता वा यता जता पनि हुन सक्ने भयो त्यसलाई मैले यहीँनिर माने यो चाहिँ एक्सिस हुने भयो है त यतापट्टि एक्सिस भयो। यो एक्सिसलाई अगेन मैले के भने y डैश एक्सिस भयो रोटेसन त्यही किसिमको रोटेसन चाहिँ यस्तै खालको रडलाई हामीले फेरि पनि एबी नै भन्ने भयो। अरु सबै कुरा सेम हो अघि हामीले जे गरेको थियो मास एलिमेन्टल मास यहाँ पनि त्यही हो। यो एउटा सानो एलिमेन्टल मास लिन्छौं डीएम यसको लेन्थ चाहिँ dx छ यो चाहिँ x मिटर पर छ
एक्स मिटर पर छ, के अरे हाम्रो के भन्छ यो एक्सिसबाट एक्स मिटर पर छ, सबै कुरा सेम, यसको लेन्थ एल हो। एउटा कुरा के डिफरेन्ट हुन्छ भने अघि चाहिँ एल बराबर दुईतिर बाँडिएको थियो, यहाँ अहिले त्यस्तो भएन, यहाँ अहिले एकतिर मात्रै एल छ, एक्सिस भन्दा एकतिर मात्रै छ भन्ने कुरा याद गर्ने यति मात्रै। बाँकी कुरा एक्ज्याक्टली सेम, जे लेखेको थियो त्यही लेख्ने, मास पर युनिट लेन्थको पनि कुरो त्यही, सबै कुरा सेम। कहाँनिर गएर मात्रै डिफरेन्ट हुन्छ त भन्दा त्यही इन्टिग्रेट गर्ने पार्टमा मात्रै डिफरेन्ट हुन्छ। इन्टिग्रेट गर्ने कुरामा अघि हामीले इन्टिग्रेट कहाँदेखि गरेको थियो भन्दा -L/2 बाट L/2 सम्म गरेको थियो। यहाँ चाहिँ इन्टिग्रेट कहाँबाट गर्नु पर्यो त भन्दा आई को सबै कुरा सेम भएपछि यहाँ के आउँछ भन्दा त्यही अघि जे आएको थियो त्यही m/l x² dx, यसलाई इन्टिग्रेट गर्ने नै हो। तर यहाँ चाहिँ इन्टिग्रेट कहाँबाट गर्नु पर्यो त भन्दा 0 बाट, यो ए चाहिँ 0 भयो किनभने यही एक्सिस यही छ, यता नेगेटिभ एक्स तिर त केही गएकै छैन भनेपछि एक्स कति भयो त यतापट्टि 0 बाट कहाँसम्म गर्नु पर्यो, एल सम्म गर्नु पर्यो यसलाई चाहिँ पुरा है। यसको इन्टिग्रेसन चाहिँ कहाँबाट कहाँसम्म हुन्छ, 0 बाट एल सम्म भनेपछि यसलाई इन्टिग्रेट गरौँ। फेरि सेम कुरा, एम र एल लाई छोएन किनभने एक्स को रेस्पेक्टमा गर्नुपर्ने छ, एम र एल लाई छुँदै छोएन भनेपछि त्यही x² को मात्रै इन्टिग्रेसन हुन्छ। अघि हाम्रो कुरा भइसक्यो x² को इन्टिग्रेसन के हुन्छ अरे, इन्टिग्रेसन भन्ने बित्तिकै पावरलाई 1 बढाउने, त्यही बढेको पावरले डिभाइड गर्ने। तर कहाँदेखि कहाँसम्म, 0 देखि एल सम्म भनेको के हो, एकचोटि x को ठाउँमा एल राख्ने, एकचोटि x को ठाउँमा एल राख्ने, अर्कोचोटि x को ठाउँमा के राख्ने, 0 राख्ने। त्यसो गर्दा यो क्या आयो, m/l इन्टु l³/3, यो गयो 2 भयो भनेपछि ml²/3 रहेछ। यो रहेछ मोमेन्ट अफ इनर्सिया युनिफर्म रोडको कस्तो केसमा, when the axis is passing through one end, एउटा एन्डबाट पास भइरहेको छ भने चाहिँ यस्तो हुने रहेछ। दुईटैमा के कुरा याद राख्नुपर्छ भने एक्सिस परपेन्डिकुलर टु द लेन्थ हुन्छ है। दुईटैमा एउटा कुरा चाहिँ याद राख्ने, यो एक्सिस चाहिँ परपेन्डिकुलर टु द लेन्थ छ, हेर त लेन्थ यो भयो, यो एक्सिस यो भयो भनेपछि परपेन्डिकुलर टु द लेन्थ हुन्छ भन्ने कुरो सम्झिने। यति भएपछि हामीले यो कुरो जानिहाल्यौं है त। अब यसको हामीलाई चाहिँ रेडियस अफ गाइरेसनको कुरा गर्यो भने यसको रेडियस अफ गाइरेसन निकाल। अब रेडियस अफ गाइरेसन अघि दुईटैको केसमा हेरौँ है त। रेडियस अफ गाइरेसन जस्तो अघि हामीले फर्स्ट केसमा सेन्टरबाट पास भएको बेलामा आई इज इक्वल टु ml²/12 निकाल्यौं। अनि अहिलेको केसमा चाहिँ एक्सिसबाट एउटा एन्डबाट पास भएको बेलामा आई इज इक्वल टु ml²/3 निकाल्यौं। दुईटैको रेडियस अफ गाइरेसन हेरौं। रेडियस अफ गाइरेसन वाला कुरो इम्पोर्टेन्ट हुन्छ, हामीलाई एक्जाम पोइन्ट अफ भ्यूबाट सोधिन्छ रेडियस अफ गाइरेसन। रेडियस अफ गाइरेसनको लागि केसँग कम्पेयर गर्नु पर्यो त हामीले यसलाई भन्दा mk² सँग कम्पेयर गर्नु पर्यो। यही के भनेको रेडियस अफ गाइरेसन हो है। mk² सँग कम्पेयर गर्नु पर्यो, के भनेको रेडियस अफ गाइरेसन हुन्छ। mk² सँग कम्पेयर गर्दा m त m भइहाल्यो, m गयो, k² को ठाउँमा के आयो भन्दा l²/12 आयो k² को ठाउँमा भनेपछि k² इज इक्वल टु l²/12 भयो। यो k को स्क्वायर हटाउने हो भनेदेखि k इज इक्वल टु रुट भित्र l²/12 हुने भयो। त्यो l² यो l²/12 हो है। त्यो l² रुटबाट बाहिर निस्किँदा l/रुट भित्र 12 हुने भयो भनेपछि यसको रेडियस अफ गाइरेसन के रहेछ, l/√12। त्यस्तै यसमा हेरौं, m त m भइहाल्यो, सक्यो। k² को ठाउँमा l²/3 आयो भनेपछि k² इज इक्वल टु l²/3। अब यसलाई रुट लाउँदाखेरि के आउँछ, l/√3। यो यसको रेडियस अफ गाइरेसन भयो है त।